हेलो एभ्रिवान, दर्शन नमस्ते। आज चाहिँ म छोटो मिनी ब्लग लिएर आएको छु। यो चाहिँ परदेशी लाइफ सम्बन्धी हो। साँच्चै नै हामी परदेशीलाई चाहिँ एकदमै गाह्रो हुन्छ। आफ्नो देश, आफ्नो परिवार, आफ्नो हरेक कुराहरू चाहिँ हामीले आफ्नै देशमा छोडेर जानुपर्ने हुन्छ। अर्काको देशमा त हामी गएर केवल काम गर्छौँ र आफ्नो परिवारलाई सम्झिने, सुख दुःख होस् या जुनसुकै अवस्था होस्, हामीले चाहिँ आफ्नो परिवार सँगसँगै देशलाई पनि सम्झिरहेका हुन्छौँ। साँच्चै नै हामीलाई हरेक चिजको महत्त्व चाहिँ हामीसँग हुन्जेल चाहिँ हुँदैन। जब हामी टाढा हुन्छौँ, सङ्घर्षहरूमा अगाडि बढ्दै जान्छौँ, परिवारदेखिबाट बिछडिन्छौँ र धेरै धेरै कुराहरूबाट हामी अगाडि बढ्दाखेरि धेरै कुराहरू चाहिँ हामीबाट पछाडि छुट्छ। साँच्चै नै यो मोमेन्ट चाहिँ एभ्री नेपालीको लागि चाहिँ एकदमै गाह्रो समय हो, जसले चाहिँ आफ्नो परिवारहरू बिर्सेर आफ्ना सबै पीडा दुःख खुसीहरू चाहिँ आफ्नै देशमा थन्काएर चाहिँ अरूको देशमा गएर सङ्घर्ष जीवन बिताउनु पर्छ। साँच्चै नै हामीलाई चाहिँ एभ्री स्ट्रगल ह्याभ हार्डेस्ट मोमेन्ट इन देयर लाइफ भने चाहिँ हामीलाई चाहिँ हरेक सङ्घर्ष गर्दाखेरि चाहिँ हामीलाई मिठो नमिठो सबै पलहरू चाहिँ हामीसँग हुन्छ। साँच्चै नै हामी सबै नेपालीको चाहिँ एउटै चाहना, एउटै सपना हुन्छ आफ्नो परिवारसँगै बस्नु। तर हाम्रो परिस्थिति यस्तो हुन्छ कि हामी बस्न सक्दैनौँ। साँच्चै नै थ्याङ्क यू सो मच फर वाचिङ।